अहिले नि बाटामा हिँड्दाखेरि मलाई रविलाई त्यसै फसायो भन्छन् कतिपय साधारण मान्छेले। रवि त्यसै फस्या भए म तपाईँको चाहिँ ज्यान फालेर रवि पक्षमा ओकालत गर्थेँ मैले। सबभन्दा बढी सदनमा, सडकमा, मिडियामा रविका गल्ती कमजोरीलाई तपाईँको चाहिँ निर्भयका साथ बोल्ने म हो। त्यस कारणले अहिले पनि सर्वसाधारण जनतामा के भरम छ भन्दा रवि निर्दोष हो, फसाइयो ल हेर्नुहोस्। अनि अब यिनी बाहिरका लाटागाँडा जनताले त भने बेग्लै छ, पढे लेखेका मान्छेले भन्छन्, सांसदहरूले भन्दै हिँडेका छन्। जुन औला बिख्लाउँछ उही अम्लो झर्छ नि। गल्ती कमजोरी गर्दा चाहिँ ढोक्दाखेरि बचाउँदाखेरि के हुन्छ स्थिति? त्यसो भए त त्यो अदालतका त सबै निर्णय गलत भयो त। त्यस कारणले अब अभियानै चलाइरहेछ, हस्ताक्षर अभियान नागरिकमा। सुन्नुहोस् जीवनजी, भएको के हो भने सत्ताधारीका मान्छेहरूले रविले गर्यो कमजोरी गर्यो भने बचाउँछन् फेरि। त्यहाँनिर त्यो सत्ता र प्रतिपक्षको हो। रवि स्वयं चाहिँ गृहमन्त्री दुवैचोटि उहाँ त मुद्दा लाएन नि, केही पनि छैन भनेर आइजीले गएर समिति हो। तत्कालीन प्रधानमन्त्री सबैका आडी चोखो भनेको सदनमा गएर रोस्टरमा उभिएर हो त, उहाँसँग केही छैन चोखो भने पछि बाहिर आइसकेपछि यस्तो देशलाई भन्नु न। अब अहिले कहाँबाट आयो ती कुराहरू, कहाँबाट आयो ती प्रमाणहरू? सर्वोच्चले सम्म होइन तपाईँ पूर्वपक्षमा बस्नुपर्छ भन्ने सिनारियो त देखाइदियो नि त, हो त। केही रेछारा पो केही तुस त देख्यो होला, केही त गडबडी देख्यो होला। यो जनमत कस्तो हो भन्ने चाहिँ दोषी भए पनि रिस उठ्यो भने निर्दोषी छ भन्ने। हेर्नुहोस् है, अब निर्दोष भए पनि त्यो दोषी छ भन्ने त्यो त